धेरै लाम्रो हुँदैन अराजकतावादीहरू हुने होइन र यिनीहरूको समय लामो हुन्छ अब यो हाम्रो मुभमेन्टमा पनि हामी अब खेलाडी साथीहरूले कसरी हामी जोड्न सक्छौँ त्यसको लागि पनि पर्सिको लागि त अब यहाँनिर त सहभागी हुन्छ अरू पर्सि युवाहरूको छ 6 गते ग्रान्ड भ्याली छ अलिकति समय मिलाएर फेरि कुरा गर्ने समय लाग्यो अहिले फेरि प्रोग्राम म चाहिँ अहिले उता अनि हाम्रो नुवाकोट जिल्लाको सिलगढी गाउँपालिका मैले त्यहाँ अहिले यो पछिल्लो यसको विषयमा युवाहरूलाई चाहिँ अलिकति युवाहरू चाहिँ समाजले अराजकतिर भन्दा पनि समाजमा चाहिँ शान्तिको पक्षमा युवाहरूलाई उभिनका निम्ति र यसै गरी जुन पहिला हामीले जुन परिकल्पना छ शान्ति र समृद्धि समाज निर्माण त्यसै चाहिँ बाटोमा हिँड्नको लागि चाहिँ युवाहरूसँग चाहिँ अहिले हामी म पनि निरन्तर त्यो भूगोल क्षेत्रमा पनि एउटा खेलाडी हिसाबले पनि त्यहाँ जनप्रतिनिधि प्लस पार्टी कमिटी अध्यक्ष चाहिँ हिसाबले पनि निरन्तर लागिरहेको छु त्यस हिसाब पनि हाम्रो फेरि काठमाडौँ र नुवाकोट जोडिएको जिल्ला सिमाना अनि काठमाडौँको चाहिँ खेलकुद र अन्य पार्टीको चाहिँ एक्टिभिटिज पनि हामी त्यहाँबाट नजिक दूरी भएकोले हामी त्यहाँ चाहिँ युवाहरू यसरी लागिरहेको छौँ यसमा हजुरले अझ केही हामीले थप त्यहाँबाट चाहिँ गर्नुपर्ने युवाले के गर्नुपर्ने छ भने हजुरले अझ दिनुभयो भने हामी त्यसमा अघि बढ्छौँ पछि हामी एउटा प्रोग्राम पनि गर्ने खेलाडीहरूको एउटा भेटघाट पनि गर्नु थ्याङ्क यू